मेरोमा पनि हेलो गाइज, हामी चाहिँ आज यहाँ के गरिरहेछौँ भने यहाँ दुईजना उरामा चाहिँ के गरिरहेछौँ युट्युब भिडियो बनाउँदैछौँ। युट्युब भिडियोमा के हुन्छ भन्दाखेरिमा के छ, हामी चाहिँ एउटा गेम खेल्न गइरहेछौँ कि गेम चाहिँ हो पोइजन गेम होइन। त्यसमा चाहिँ के हुन्छ, हामीलाई यहाँ चक्लेटहरू चाहिन्छ, देख्न सक्नुहुन्छ होइन। यो डिफ्रेन्ट कलरमा चक्लेटहरू छ। यो चाहिँ हामीले के हुन्छ, एउटा खस्यो होइन, टिप्नुपर्छ। यसको लागि यसरी टिपेर राख्नुपर्छ, भयो होइन। अनि त्यसपछि हामी चाहिँ यसको लागि चाहिँ दुईजना प्लेयर चाहिन्छ। ऊ चाहिँ एकजना भयो, त्यसपछि म एकजना, दुईजना भयौँ होइन, हो कि होइन? हो। अनि त्यसपछि चाहिँ एकजना पछाडि फर्किन्छ अनि एकजनाले चाहिँ पोइजनको लागि एउटा चुज गर्छ। अनि त्यसपछि चाहिँ एकजना भएपछि अर्कोजनाको पाली आउँछ। अनि त्यसपछि उसले पनि चुज गर्छ। अनि दुवैजनाको भएपछि चाहिँ अनि पोइजन हो कि यो होइन क्लियर भएन। उसको कुरा चाहिँ के हो भने, उसले भन्न खोजेको के हो भने, हामीसँग यहाँ डिफ्रेन्ट कलरमा चक्लेटहरू छ। यसको लागि चाहिँ हामीले पोइजन र सेफ भनेर चाहिँ खानुपर्ने हुन्छ होइन। यो अनि यस्तो पोइजन भनेको चाहिँ कस्तो भने, उसले अब एउटा चुज गर्छ यहाँबाट। त्यो चुज गर्ने बेला मैले आँखा हेर्नु भएन, यो चुज गरेको हेर्नु भएन होइन। अनि त्यसपछि फेरि के हुन्छ, उसले चुज के भने मैले उसले चुज गरेको बेला मैले हेर्नु भएन, मैले चुज गरेको बेलामा उसले हेर्नु भएन होइन। अनि त्यसपछि अनि चुज गरिसकेपछि चाहिँ के हुन्छ, हामी एउटा खाँदै जान्छौँ। त्यो खाँदै जाँदाखेरि चाहिँ उसले रोजेको मैले खाएँ भने म मरेँ, मैले रोजेको उसले खायो भने ऊ मर्यो, अनि खाएन भने चाहिँ अनि त्यो चाहिँ सेफ भयो। यो चाहिँ अहिले टिकटकमा धेरै ट्रेन्डिङमा छ यो भिडियो होइन। टिकटक होइन, युट्युब सर्च। टिकटकमा पनि कति धेरै ट्रेन्डिङमा चलिरहेको छ। अनि हामी चाहिँ यत्तिकै बनाइरहेको छौँ। उसले दिउँसोदेखि कल गरेर मलाई गर्ने भनेकोले उसले चाहिँ गर्नको लागि यो चक्लेट किनेर रेडी गरेर राखिरहेको छ। उसको के हो, इच्छा पुरा गर्नको लागि मैले चाहिँ एज अ बच्चा भएर यहाँ के गरिरहेको छु, एक्टिङ गरिरहेको छु। वाउ, म पनि, तिमी कति वर्ष? 13, 12, 11 वर्ष होइन? म पनि 11 वर्षमा झरेँ। 11 दुना 22, आधी उमेर मैले पनि घटाइदिएँ। ओके, लेट्स स्टार्ट। त्यत्रो पर गएर चाहिँ कहाँ हुन्छ त बहिनी, यहाँकोमा यो लाइट हानिरहेको छ क्या यसले, त्यही भएर नदेखेको, नत्र भने पुरै देखिरहेको छ। लेट्स स्टार्ट। हाम्रो अब गेम सुरुवात गरौँ। फर्स्ट तिमी चुज गर्छौ कि म? फर्स्ट तपाईँ चुज गर्नु। ओके, दिस इज माइन। भयो? ओके, भयो। अब मेरो टर्न। ल, म हेर्दिनँ। यो चाहिँ मेरो। ओके, भयो? ओके, अब हामीले चाहिँ के गर्यौँ, एउटा आफूले चुज गरिसक्यो, त्यो चाहिँ पोइजन हो। अब उसले चुज गरेको मैले खाएँ भने त्यो पोइजन भयो, मैले चुज गरेको उसले खायो भने त्यो पोइजन भयो। अनि त्यसपछि उसले खायो भने म मऱ्यो, मैले खाएँ भने म मरेँ। ल, अब तिमी खाऊ, कुन खान्छौ? खाऊ न, के भयो लिइसकेपछि त। तिमी मर्यो फर्स्ट, पोइजन दिएपछि हुन्छ पोइजन। ऊ मरिसक्यो। मैले जुन चुज गराएको थिएँ नि, मैले यस्तै चक्लेट कलरको चुज गरेको थिएँ, उसले खाइदिएर फर्स्टमै ऊ मरिसक्यो। ल, मैले 1 पोइन्ट पाएँ। अब फेरि मैले चुज गर्नु पर्यो होइन। दिस वान। ल, भयो। ल बो। ओके, ल बिगारिहाल्यो नि। चिन्न त चिन्छौ नि कुन हो भनेर। ओके, फर्स्ट त पहिला खाने हो। मैले खाने हो? ओके, अब म त खाना सुरु गर्छु ल। सेफ, म सेफ भएँ, मैले मरिनँ। सेफ। 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 सेफ।
सेफ सेफ खाएको कन्टिन्यू पोइजन नभएसम्म सेफ 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 मुखै गुल्ले भइसक्यो यार पोइजन Safe. हुँदैन त सेफ पोइजन ना म मरे फेरि 1 point ल कहाँ झऱ्यो के भयो ल भयो भइसक्यो कति छिटो भयो भयो सेफ पोइजन खाएकै थिएन मैले हातबाट लिएको मात्र थिएँ खाएकै थिएन मैले लियो भने भिडियो गर्न पाउँछ खाएपछि मात्र पोइजन हुन्छ कहाँ लिएपछि पोइजन हुन्छ खाएपछि मात्र पोइजन हुने हो लिएपछि त कहाँ पोइजन हुन्छ त खाएपछि मात्र पोइजन हुन्छ बहिनी त्यही भएर छिटो बोल्नु हुँदैन फेरि उरा फर्किनु ल भयो भयो सेफ 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 पोइजन यो यहाँको लिनु भयो हो म दुईचोटि मरिसकेँ अब जम्मा 6 वटा मात्रै छ ओके हेरे होइन हौ हेरे होइन ल भो भयो पोइजन 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 मरे दुईचोटि ट्विङ्कल पनि ल फेरि चुज गरौँ भयो उता फर्किनु खै 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 कहाँ भयो भयो Let's eat tiger turner first. लेट्स इट फर्स्ट बार खाए ल Poison. 3 फर्स्टमै पोइजन पर्दिरहेको छ ल भो भयो भयो ओके ओके सेफ 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 धन्न धन्न बाँचे म सेफ मेरो याद थियो यो पनि मेरो पनि आयो त्यो लौ लौ है माया सेम परे लास्टमा चाहिँ आउनु है कसले कति पोइन्ट ल्याए सेम भयो नि त इक्वल उता रेकर्ड सुन्नुपर्छ हाम्रो गेम चाहिँ यहीकोमा एन्ड भइसक्यो कसैको पनि जित हार भएन के भयो इक्वल भइसक्यो गेम हाम्रो ड्र भयो अब हामी यतिकैमा हाम्रो गेम एन्ड गर्न चाहन्छौँ कसै जितेन यो पैसा
यो पैसा मामुको पैसा हो ल। ओके गाइस, हामी चाहिँ अब के गर्छौँ, रातिको टाइम छ, ब्रस अब गुलिया खाएपछि दाँतलाई घोट्नु पर्ने हुन्छ। यहाँ चक्लेटहरू अल्झेको हुन्छ, यो चाहिँ घोटेर त्यसपछि सुत्नुपर्ने हुन्छ। फेसको केयर गर्नुपर्ने छ। म यहाँ मेरो फेस एकदमै डर भइरहेको छ कि कस्तो राम्रो देखिरहेको छैन मलाई। कपाल चाहिँ आज भर्खरै यस्तो सेट गरेर आएको कि यस्तो दामी भइरहेको होइन। यो कलर कसैले मन पराउँदैनन्, तर आज चाहिँ नि गाइस पार्लरमा यस्तो दामी कसैले कपाल मन पराइरहेको थिएन। पार्लरमा एउटा कस्टमर आउनु भएको थियो, मलाई चाहिँ वाह कस्तो राम्रो कपाल भनेर तारिफ गर्दाखेरि मलाई मेरो छाती यत्रो फुलेर आयो। त्यो के गरे हौ, नगर न छि फोरी चक्लेट खाइरहेको छ, फेरि जिब्रो यता लामो तानेर नदेखाउ न छि। बाई गाइस फेरि पनि हामी भिडियोको साइड आउनेछौँ। ट्याप